आफ्नो मन परेको मान्छेलाई आफूले चाहिँ विश्वास गर्ने मान्छेलाई भोट हाल्नुहोस् र त्यो भोट हालेको मान्छेले काम गर्छ कि गर्दैन राम्रोसँग चाहिँ के अरे उस गरेर सोचेर हाल्नुहोस्। देश बनाउने मान्छे चुन्ने हो यो। एउटा कुरा फेरि मैले चाहिँ उहाँ आउँछु भनेर थाहै थिएन त हामीलाई त अनि तपाईँ आउनुहुन्छ भनेर थाहै थिएन त अनि कहाँ आउने म्याग्दीमा के ए त्यो त भगवानले कसरी आउनु जस्तै सुबिनसँग त म भाइ भाइ हो होइन उसले पनि कुरा गर्थ्यो अघि कसले सुबिनले के कसैले भनेको थिएन। मैले चाहिँ यहाँ आउने भन्ने कुरा प्रधानमन्त्रीलाई मात्रै भनेको थिएँ है। राजीनामा त दिनै पर्यो होइन। राजीनामा दिँदाखेरि प्रधानमन्त्रीले थाहा पाइहाल्ने भए अनि मन्त्रालय छोडेपछि छोड्नु बेलामा सचिवलाई त भन्नु पर्यो। प्रधानमन्त्री र सचिवलाई भनेर निस्केर बेनीमा त्यही भएको मगाएको